हेल्थ सिस्टमको रुट प्रब्लमलाई टार्गेट गर्नको लागि बालनको पहिलो क्याबिनेट मिटिङले कस्तो निर्णयहरू गरेको छ त? द फर्स्ट वान इज एक्सेस र इनइक्वालिटी प्रब्लमलाई ब्रिज गर्नको लागि 10% बेडहरू हस्पिटलमा अनिवार्य गराउने, अशक्त, असहाय र बेवारिसे बिरामीहरूलाई टार्गेट गरेर रियल टाइम डेटालाई ट्र्याक गर्नको लागि फ्री हेल्थ सर्भिस पोर्टललाई इस्टाब्लिश गर्ने 30 दिनभित्र। यसले के गर्यो भन्दाखेरि चाहिँ अब बिरामीहरू सेवा लिन आए कि आएन भन्ने कुरा ट्र्याक पनि गर्ने भयो, मोनिटर पनि गर्ने भयो र रियल टाइम डेटालाई मेजर गर्ने भयो। यसको प्रतिफल के हुन्छ भन्दाखेरि अब सिस्टममा डेटाहरू इन्ट्रिकेट हुन स्टार्ट हुन्छ, कसले सेवा पायो र कसले सेवा पाएन। दोस्रो भनेको सिस्टम फ्र्यागमेन्टेसन, जस्तै पेसेन्टको हिस्ट्री हराउँछ, पेसेन्टहरू फलोअप हुँदैन र रिफरललाई ट्र्याकिङ गर्न सकिँदैन। यसको लागि चाहिँ 3 महिनाभित्र डिजिटल हेल्थ रेकर्ड सिस्टमलाई इस्टाब्लिश गर्ने, रिफरल प्रोटोकललाई लागू गर्ने जसले चाहिँ अननेसेसरी प्राइभेट सेक्टरमा चाहिँ रिफरललाई चाहिँ रोक्ने प्रयास गर्छ। बिरामीहरू सिस्टमभित्र ट्र्याक हुन्छ र उनीहरू हराउँदैन। द थर्ड इज गभर्नेन्स र एकाउन्टेबिलिटीको क्राइसिस, जस्तै एब्सेन्टिजम, डक्टर्स र हेल्थ वर्करहरूको एब्सेन्टिजमलाई कम गर्नको लागि उनीहरूको बिहेभियर राम्रो होस् भनेर बिरामीसँगको इन्टरेक्सन, काउन्सिलिङहरूको स्ट्रेन्थनिङ गर्ने कुराहरू र हस्पिटलमा हाइजिनको कुराहरू। यसको लागि 1 हप्ताभित्र एटेन्डेन्स मोनिटरिङ सिस्टमलाई इस्टाब्लिश गर्ने, रेगुलर मिटिङहरू कन्डक्ट गर्ने र हस्पिटलमा क्लिननेसको अडिटहरू इस्टाब्लिश गर्ने। अब हस्पिटलमा सिस्टम मात्रै होइन, बिहेभियर पनि मोनिटरिङ हुन्छ। द फोर्थ वान एन्ड द मोस्ट इम्पोर्टेन्ट, मेडिसिन एकाउन्टेबिलिटी क्राइसिस। प्राइस औषधिको एकदमै महँगो छ छैन भन्ने कुरालाई यकिन गर्ने, प्राइसलाई क्लियर गरिदिने र स्टकलाई ट्रान्सपरेन्ट गर्ने मेकानिजम इस्टाब्लिश गर्ने। यसको लागि 3 महिनाभित्र डिजिटल फार्मेसी सिस्टमलाई इस्टाब्लिश गर्ने जसले स्टक र प्राइसलाई भिजिबल गर्छ र 100 दिनभित्र देशमा सुलभ फार्मेसीलाई रोल आउट गर्ने, जेनेरिक औषधिहरू लोएस्ट प्राइसमा एभाइलेबल गराउने र प्राइभेट सेक्टर सप्लाईलाई कोलाबोरेसन गर्ने। मतलब अब औषधि लग्जरी होइन कि एक्सेसेबल कमोडिटी बनाउने प्रयास। द फिफ्थ वान इज इमर्जेन्सी र स्पेशलाइज केयर ग्याप, जस्तै बर्न केस फेसिलिटीहरू चाहिँ छैन र रिमोट एरियामा इमर्जेन्सी केयरको ग्याप ठुलो छ। यसको लागि 30 दिनभित्र प्रोभिन्स लेभलको निड आइडेन्टिफाई गरेर बर्न वार्डहरू इस्टाब्लिश गर्ने हस्पिटल लेभलमा र बर्न पेसेन्टलाई चाहिँ सुलभ र सहुलियत रूपमा ट्रिटमेन्ट गर्न सुरु गर्ने। तुरुन्तै इमर्जेन्सी सर्भिसलाई स्ट्रेन्थन गर्नको लागि रिमोट एरियामा एयर एम्बुलेन्सलाई स्ट्यान्ड बाई गर्ने र फाइनली अब नेक्स्ट लेभल मुभ, हेल्थलाई इकोनोमीसँग कनेक्ट गर्ने। 15 दिनभित्र हेल्थ टुरिज्म स्ट्राटेजीलाई इस्टाब्लिश गर्ने। द नेक्स्ट इज हेल्थ इक्वल्स वेलनेस हब, योगा, मेडिटेसन, आयुर्वेद र न्युरोप्याथीलाई ग्लोबल ब्रान्डिङ गराउने। 2027 लाई नेपाल वेलनेस इयर सेलिब्रेट गर्ने र इन्टर एजेन्सी कोअर्डिनेसन मेकानिजमलाई इस्टाब्लिश गर्ने। मतलब अब हेल्थ सेक्टर खर्च होइन, इकोनोमी ड्राइभर बनाउने प्रयास। Besides these all important approaches, implementation, monitoring, and political consistency is the key to strengthen public health services in Nepal. So this is the end of this episode. Stay tuned for the next episode in the Public Health Matter.